के बोले भाइ अब के हेलो एन्ड नमस्ते सबै सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु आज चाहिँ यस्तो खतरा बाटोबाट पनि आइयो हैन मेरो चाहिँ जन्मगाउँ नै यतै हो हुन चाहिँ त्यही पनि हामी अब चितवनमा बस्ने बचाइबाट अनि माथिर खासै गएन नि त बाटो देखेर चाहिँ म एकदम मलाई चाहिँ कस्तो लाग्यो हैन आज घर फर्किदैन होला जस्तो लागिरहेको थियो धन्न हाम्रो ड्राइभर चाहिँ राम्रो थियो त्यसैले हामीलाई बचाउँदै एकदम बिरालो एकदम उकालो हजुरहरु मकनपुर रक्सीरङ जाँदै हुनुहुन्छ भने फर्स्ट टाइम जाँदै हुनुहुन्छ भने चाहिँ बाइकमा जाँदा सजिलो हुन्छ है हामी चाहिँ अब पुग्नलाई 5 पनि हैन अब 10 मिनेट हाम्रो यहाँ पुग्लाइसकेछ यहाँनिर मान्छे केटा हो हामी चाहिँ बेहुली घर आइपुगिसकेछौँ हामीलाई चाहिँ यहाँनिर अब हाम्रो तामाङहरूको चाहिँ अब बाटो छेक्ने अब पहिल्यैदेखि चलिआएको हो नि त बाटो छेक्छ बाटो छेकिसकेपछि चेलीहरूले बाटो छेकिसकेपछि चाहिँ हामी चोखाएर चाहिँ नआउने मान्छेको त्यत निस्किन्छ यहाँबाट एकछिन बाटो छेकेर यहाँ जडिया काठमाडौँबाट आएको जडिया यही नै हो जडिया दाइलाई नि यो भन्छ रन्डिङमा मान्लाई जडिया दाइलाई नि यो भन्छ रन्डिङमा मान्लाई हामी यहाँबाट निस्किनु पर्ने हुन्छ निस्केर चट्ट बेहुले घर बोक्नु न त्यो के हेरेर भिडियो हेर्नुभन्दा नै अगाडि पुरै जडीबुडी देख्नु भइसक्यो होला हैन यो चाहिँ हाम्रो गाउँमा अब खेती पनि गरिन्छ हल्का फुल्का अनि बेको चाहिँ यसरी आएको छौँ हामी जन्ती चाहिँ एकदम बवाल गाजा दमा कसम कस्तो मैले मतलब फगार गाडीले धन्नै दुःख दिएको जोस ड्राइभर राम्रो भयो अनि हाम्रो चाहिँ अब बेहुलीको घर आइपुगिसकेछौँ हामी जन्ती टोली चाहिँ गेटमा आइपुगेर गेटमा चाहिँ हाम्रो अब कस्तो भने अब प्रवेश गराउनलाई चाहिँ अलिकति आशिक दिएको हुन्छ हामी जन्ती चाहिँ एक बोलेरोमा आएको हो चितवन टु हेटौडा अनि हजुरहरूले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ प्रवेश भइसकेको छौँ एकदम बवाल प्रवेश गरेर पनि हाम्रो जन्तीहरू चाहिँ बेङ घर सो फाइनली पुग्यो हजुरहरूले गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यस्तो हुन्छ रिपुतिर चाहिँ रोक्दै हिँड्नुपर्ने हुन्छ बे घरे जन्ती नै थोरै आएको एउटा बोलेरोमा बाटो चाहिँ एकदम बिजोग छ कि त्यही भएर धेरै जन्ती नै आएन हाम्रो सर पनि ढोक्दैछ सालीहरू लाने भन्नु होला नि हेम्दै ओ हेम्दै खोइदैन हाम्रो कोकिल सम्झीलाई पनि ढोगेन प्र्याक्टिस त भयो नि हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो चाहिँ अब खानासाना खाएर पनि टिकट टालो हुँदैछ किनकि खाना खाएको अब यताउता भिडियो बनाउन पाएन मोबाइलमा चार्ज पनि थिएन अनि
चिसोको कारणले चाहिँ फास्ट घट्दो रहेछ। त्यही भएर अब चाहिँ टिकाटालो हुँदैछ। यहाँ चाहिँ अब हाम्रो चाहिँ यसरी टिकाटालो गरिन्छ। हजुरहरूले हेर्न सक्नुहुनेछ। Emday. Oh, Emday. हाम्रो पेज चाहिँ अब सक्यो है टिकाटालो गरेर। टिकाटालो पनि भ्याइयो। अब एकछिनमा चाहिँ निस्किन पर्ने हुन्छ किनकि हामी एकदम बाटो चाहिँ एकदम बिजोग बाटोबाट आएको छ नि त। किनकि बेलुका भयो भने अब जे पनि हुनसक्छ। त्यही भएर हामी यहाँबाट चाँडै निस्किन पर्ने हुन्छ जति सक्दो। त्यही भएर पनि टिकाटालो चाहिँ धेरै बेर गरिन। त्यसैले पैसा आदि गर्ने यो भाइ कहाँ गयो मैले पाउनु। अब जस्तो जे भए पनि अब हाम्रो सम्झिने बेहुलिने चाहिँ अलिकति स्याड भयो किनकि भावुक हुनुभयो उहाँ चाहिँ। भाइ चाहिँ साफ हुनु भएन। के बोले भाइ? के बोले? के बोले? अब हामी चाहिँ अब एकछिनमा निस्किन्छौँ किनकि यहाँ सबै काम पनि भइसकेको छ। अनि बेहुला बेहुली पनि अब त्यो मण्डौलीबाट उठिसकेको छ भने मेरो चाहिँ मकवानपुर राक्सिराङ चाहिँ जन्मगाउँ थियो। त्यो पनि जान पाएन, घुम्न पाएन किनकि अब त्यत्रो बाटो लङ याद। सक्यो अब अन्तिम यहाँ बाटो छिर्ने कार्यक्रम हुँदैछ। बिहे पनि सक्यो केटा हो। अब बाटो लास्टै बाटो छेक्दैछ। हाम्रो तामाङ अनुसार चाहिँ यसरी आउँदाखेरि पनि चोखाइन्छ दिदीबहिनीले भने त्यहाँ पनि चोखाउनु पर्ने हुन्छ बाटो छेकेर चाहिँ। अब हामी निस्किन पर्ने हुन्छ। अब टाढाको बाटो छ, कतै पनि जान पाएन। जन्मभूमि अब खास गरी पहाड घर त मकवानपुर राक्सिराङ नै हो मेरो पनि, तर जान नि पाएन। हजुरहरूले चाहिँ मैले भ्लग हाले। अब हजुरहरूले फुल भ्लग हेरिसकेपछि चाहिँ सब्सक्राइब गरेर चाहिँ नबिर्सिनु होला। हामी चाहिँ डब्लिङबाट निस्केर गाडी पार्किङमा अहिले ठ्याक्कै कति 4:30 बजे निस्किन लागिरहेको छ। मनहरी पुग्दा हामी 9 बजे पुग्छ। अब त्यही सो हजुरहरूले चाहिँ भिडियो फुल हेर्नु भएपछि चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला, सेयर गरिदिनु होला। सबैले थ्याङ्क यू फर वाचिङ, माया गरिदिनु होला है।